हजुरलाई स्वागत छ डिजिटल लाइब्रेरीमा। आज रिच ड्याड पुअर ड्याडको बारेमा संक्षिप्त जानकारी दिँदैछौँ। अमेरिकी लेखक रबर्ट कियोसाकीले लेखेको पुस्तक हो जुन विश्वकै सबैभन्दा लोकप्रिय वित्तीय सचेतना सम्बन्धी किताबहरूमध्ये एक मानिन्छ। यसमा लेखकले आफ्नै जीवनका दुई पिता समान व्यक्तिहरू, उहाँका जैविक बुवा जसलाई उनले पुअर ड्याड भन्छन् र उहाँका साथीका बुवा जसलाई उनले रिच ड्याड भन्छन्, का सोच, दृष्टिकोण र पैसाप्रतिको दृष्टिबाट सिकेका पाठहरूलाई कथात्मक शैलीमा प्रस्तुत गरेका छन्। पुअर ड्याड शिक्षित, उच्चपदस्थ सरकारी कर्मचारी भए पनि पैसाको खेल बुझ्दैनथे। सधैँ मेहनत गरेर तलब खाने, सुरक्षित नोकरी खोज्ने, जोखिमबाट टाढा बस्ने र पैसाको लागि काम गर्ने सोचमा अडिग थिए, जसको परिणाम उनी कहिले आर्थिक स्वतन्त्र बन्न सकेनन्। जबकि रिच ड्याड औपचारिक पढाइमा कमजोर भए पनि व्यावहारिक वित्तीय ज्ञानमा धनी थिए। उनले सानो उमेरदेखि नै कियोसाकीलाई सिकाए कि धनी बन्नका लागि पैसाको लागि मात्र काम नगरी पैसालाई आफ्नै लागि काम गर्न सिकाउनुपर्छ। सम्पत्ति, असेट्स र दायित्व, लायबिलिटिज बीचको भिन्नता बुझ्नुपर्छ। सम्पत्ति सधैँ बढाउनुपर्छ र दायित्व घटाउनुपर्छ। उद्यमशीलता, लगानी, निष्क्रिय आम्दानी र वित्तीय स्वतन्त्रताको खोजी नै वास्तविक धनीपन हो, जबकि सुरक्षित नोकरी, ऋण र अनावश्यक खर्चहरू मानिसलाई गरिबीमा थुनिदिन्छन्। यस पुस्तकले परम्परागत शिक्षा प्रणालीको कमजोरीलाई पनि प्रहार गर्छ, जहाँ विद्यालयहरूले पैसाबारे वास्तविक ज्ञान दिँदैनन्, केवल राम्रो पढेर नोकरी पाउन सिकाउँछन्। तर धनी बन्न चाहनेले वित्तीय शिक्षा, लगानी, बजार, सम्पत्ति व्यवस्थापन जस्ता कुरा आफै सिक्नुपर्छ। कियोसाकीले सिकाएका मुख्य पाठहरूमा समावेश छन्: पैसाले तपाईलाई नियन्त्रण गर्नुभन्दा तपाईले पैसालाई नियन्त्रण गर्नुपर्छ। धनी र गरिब बीचको सोच फरक हुन्छ। गरिबले म यो किन्न सक्दिन भन्छन्, धनीले यसलाई कसरी किन्न सकिन्छ भन्छन्। धनीहरूले तलबभन्दा पनि अवसरलाई प्राथमिकता दिन्छन्, सिकाइलाई पैसाभन्दा माथि राख्छन्, जोखिम लिन डराउँदैनन् र असफलतालाई सिकाइको अवसरका रूपमा लिन्छन्। उनले व्यापार सुरु गर्न, रियल इस्टेट, शेयर बजार र अन्य लगानीका अवसरहरूलाई प्रयोग गर्न प्रोत्साहन दिन्छन्, तर अन्धाधुन्द होइन, ज्ञान, अनुशासन र स्पष्ट रणनीतिसहित। यसरी रिच ड्याड पुअर ड्याड केवल धनी बन्ने तरिका सिकाउने पुस्तक मात्र नभई बरु मानिसको मानसिकता परिवर्तन गर्ने, वित्तीय स्वतन्त्रताको बाटो देखाउने र पैसासँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने एक प्रेरणादायी ग्रन्थ हो जसले संसारभर लाखौं मानिसलाई प्रभावित पारेको छ। अझ विशेष गरी ती मानिसलाई जसले आफ्नो जीवनभर पैसाको अभावमा सङ्घर्ष गरेका छन्, उनीहरूलाई आर्थिक स्वतन्त्रता सम्भव छ भन्ने आत्मविश्वास जगाएको छ। यसले सिकाउँछ कि धनी बन्नको लागि ठूलो तलबभन्दा बढी वित्तीय बुद्धिमत्ता, लगानी गर्ने आँट, सोच्ने तरिका र सही निर्णयको क्षमताले महत्त्व राख्छ। त्यसैले यदि हामी हाम्रो जीवनमा रिच ड्याडको शिक्षालाई आत्मसात गर्न सक्छौँ भने हामी पनि केवल कर्मचारी वा तलबधारी मात्र नभई वास्तविक अर्थमा स्वतन्त्र, आत्मनिर्भर र आर्थिक रूपमा धनी व्यक्तित्व बन्न सक्छौँ।